देश विदेशक खोजन समाचार, ज्ञान विज्ञान कला मनोरंजन और नीक विचार, विभेद मुक्त समाज लाजे, विभेद मुक्त समाज लाजे, काज करे हरदम अपन FM रेडियो स्वागतम, अपन FM रेडियो स्वागतम, अपन FM रेडियो स्वागतम। रेडियो स्वागतम 89 मेगाहर्ट्ज। नमस्कार, सुस्वागतम श्रोता लोकन, अखन अपने सब सुन रहल छी रेडियो स्वागतम 89 मेगाहर्ट्जक साप्ताहिक चिर परिचित अहीं सबक लोकप्रिय कार्यक्रम चौबटिया। आने दिन जका आयो हम सब चौबटिया लक उपस्थित भ चुकल छी और आई के कार्यक्रम में हम विनोद महतो अपने सबके साथ रह तनाइते हमरा प्राविधिक रूप में साथ दरल छे प्राविधिक मित्र विष्णु जी। आई के चौबटिया कार्यक्रम में श्रोता लोग हम सब बातचीत करब खास कर जे अखन खुला दिशा मुक्त घोषणा पश्चात जे नेपाल खुला दिशा मुक्त घोषणा भ चुकल छे, ओई के बाद पूर्ण सरसफाई अभियान जे दोसर चरण के अभियान अखन चल रहल छे, देशे भर अभियान चल रहल छे। ई पूर्ण सरसफाई अभियान आ कोरोना वायरस के की संबंध छे? पूर्ण सरसफाई अभियान के माध्यम से कोरोना वायरस के युद्ध केना के जीतल जा सके? अखन संघ सरकार, प्रदेश सरकार, स्थानीय सरकार सबके देशक तीनों तरह के सरकार के बजट नीति तथा कार्यक्रम सब आबि रहल छे। संघ सरकार के चले, प्रदेश सरकार के आबि गेले, स्थानीय सरकार सबके आबक के क्रम में छे, आब शुरू भ रहल छे। मुदा पूर्ण सरसफाई अभियान प्राथमिकता में नहीं पड़ल छे। किस प्रदेश प्राथमिकता में रखने छे, किस प्रदेश नहीं रखने छे? वास्तविकता की छे? ये पूर्ण सरसफाई अभियान में आई कोरोना वायरस में एकर महत्व की छे? प्रदेश के नीति तथा कार्यक्रम में आ स्थानीय सरकार सब की नीति तथा कार्यक्रम में एकर पूर्ण सरसफाई अभियान के कार्यक्रम सब, बजट सब प्राथमिकता में किया नहीं पड़े छे? आई सब विषय वस्तु सब पर आई हम सब चर्चा करब। आई हमरा सबके दू गोटे अतिथि छथि कार्यक्रम में। हम सब आई बात करब जे धनुषा जिला में आ महोत्तरी जिला में पूर्ण सरसफाई अभियान के अगुवाई कर रहल, साझेदारी कर रहल GSF यूएन हैबिटेट के धनुषा जिला आ महोत्तरी जिला के DC गोविंद सुवेदी जी संग, जे धनुषा जिला में आ महोत्तरी जिला में पूर्ण सरसफाई के अवस्था की छे अखन तक, आई कोरोना वायरस के समय में अभियान कोन रूप में आगाड़ी बढ़ रहल छे, ओहि विषय में हम सब अखन बातचीत करब। जे सर सफाई के अभियान में, पूर्ण सर सफाई के अभियान में लंबा समय से सक्रिय भकल लागल, अखन धनुषा जिला महोत्तरी जिला के DC के रूप में, यूएन हैबिटेट के DC के रूप में काज कर रहल गोविंद सुवेदी जी संग हम सब बातचीत कर जा रहल छी।
ओकर बाद हम सब बातचीत करब प्रदेश के और संघ सरकार के नीति तथा कार्यक्रम में, बजट में और ये अभियान में, राष्ट्रीय के अभियान में की सब कयल जा सके या सर सफाई अभियान से, पूर्ण सर सफाई अभियान से जनता सबके केना के कोरोना संक्रमण से बचाओल जा सके, एकर बजट में प्राथमिकता किया नहीं पड़े छे सरकार सबके, एहि विषय में हम सब बातचीत करब। सर सफाई अभियान में लंबा समय से सक्रिय काज कर रहल और एकटा संचारकर्मी सेहो रह चुकल विनोद धौलागिरी जी संग हम सब बातचीत करब। मुदा अखन हमसे बातचीत कर जा रहल छी गोविंद सुवेदी जी संग। गोविंद सर नमस्कार। 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 यहाँलाई स्वागत छ रेडियो स्वागतमको चौबटिया कार्यक्रममा। धन्यवाद विनोदजी। गोविंद सर, अहिले यो धनुषा जिल्लामा खासमा पूर्ण सरसफाई अभियान चलिरहेको छ। यो पूर्ण सरसफाई अभियान र अहिले यो जुन कोरोनाको कोभिड-19 को जुन अहिले यो कहर चलिरहेको छ, संक्रमण महामारी चलिरहेको छ, विश्वभरि चलिरहेको छ, यस्तो अवस्थामा धनुषामा यो पूर्ण सरसफाई अभियान कुन अवस्थामा चलिरहेको छ, कहाँसम्म यो अभियान पुगिसकेको छ? प्रश्नको लागि धन्यवाद विनोदजी। हजुर। अब हामी 2076 भाद्र 30 गते धनुषा र भाद्र 21 गते महोत्तरी जिल्लालाई खुला दिशामुक्त घोषणा गर्न सफल भएका थियौं। त्यसपछि असोज 13 गते 2076 को असोज 13 गते सिङ्गो नेपाल खुला दिशामुक्त मुलुकको रूपमा घोषणा भएको थियो। तत्पश्चात नेपाल स्वतः एक प्रकारले पूर्ण सरसफाईको युगमा प्रवेश गरेको अवस्था थियो र अहिले हामी त्यसरी नै अगाडि बढिराखेका छौँ। टोटल सेनिटेसन यो पूर्ण सरसफाईको कुरा गर्नुपर्दा अहिले कार्यक्रमहरू जिल्लाको हिसाबले कुरा गर्ने हो भने हाम्रो जिल्लाहरूले चाहिँ पूर्ण सरसफाई रणनीतिक योजनाहरू तयार पार्ने क्रममा अगाडि बढेको स्थिति छ र यी जिल्लाहरूमा चाहिँ अहिले त्यो भिजनरी प्लान चाहिँ ड्राफ्ट हुने प्रक्रियामा अगाडि रहेको छ र विभिन्न सङ्घ संस्थाहरूले हातेमालो गरिराख्नु भएको छ र अहिले खास गरी धनुषा र महोत्तरीको कुरा गर्नुपर्दा युएन ह्याबिट्याट, युनिसेफ लगायतका सङ्घ संस्थाहरू विशेष गरी पूर्ण सरसफाईलाई अगाडि बढाउने क्रममा सरकारको नीति तथा कार्यक्रमहरूलाई सहयोग गर्ने क्रममा र सहयोगी साझेदारका रूपमा चाहिँ जिल्लामा काम गरिराखेको स्थिति छ र हामीहरू विभिन्न साझेदार संस्थाहरू सरकारले बनाएका नीति तथा कार्यक्रमहरूलाई सपोर्ट गर्ने क्रममा अगाडि बढिरहेको सन्दर्भ थियो र त्यही क्रममा हामीले विभिन्न पालिकाहरूसँग यो पूर्ण सरसफाई कार्यक्रम अगाडि बढाउनका लागि उहाँहरूसँगको समन्वय, सम्पर्क र हामीले विभिन्न स्थानीय साझेदारहरू, स्थानीय एनजिओ सङ्घ संस्थाहरूलाई साझेदारका रूपमा छनौट गरेर उहाँहरूसँग सम्झौता गरी कार्यक्रम अगाडि बढाइराखेको स्थिति थियो र त्यो स्थिति एकै बिचमा हामी छौँ अहिले पनि र यद्यपि अहिले कार्यक्रम हाम्रो अगाडि बढ्न लागेको स्थिति थियो। हामी पूर्ण सरसफाई अभियानलाई चाहिँ तीव्रता दिन खोजिराखेका थियौँ। त्यही बिचमा यो कोरोना चाहिँ हामी सबैका लागि एउटा चुनौती बनेर आएको छ र त्यही चुनौतीसँग पनि अब यो हामी सरसफाईलाई जोडेर लडिराखेको स्थिति चाहिँ अहिले छ। हजुर। धनुषा जिल्लाको कुन कुन पालिकामा स्थानीय तहमा यहाँहरूले कार्यक्रम सञ्चालन गर्नुभएको छ अहिलेसम्म? हाम्रो युएन ह्याबिट्याटको तर्फबाट भन्नुपर्दा हामी ग्लोबल सेनिटेसन फन्ड अन्तर्गत युएन ह्याबिट्याटको अहिले सहयोगमा हामीले धनुषा जिल्लाको कुरा गर्नुपर्दा समाज विकास पथ, यो समाज युवा उत्थान केन्द्र सुयोग सँगको साझेदारी एउटा छ र अर्को साझेदारी चाहिँ जानकी महिला जागरण समाज संघको साझेदारी छ र हामीले अहिले धनुषा जिल्लाका धनुषाधाम र लक्ष्मीनिया, जनकनन्दनी, यसै गरी बटेश्वर र नगरायन नगरपालिकामा गरी 5वटा स्थानीय तहमा चाहिँ काम गरिराखेको स्थिति छ भने महोत्तरीको हकमा रतौलिया क्लब र यो समाज विकास पथ छोडेस संघको साझेदारीमा महोत्तरी जिल्लाका गौशाला, बलवा, पिपरा, भङ्गा र औरै गरी 5वटा स्थानीय तहमा चाहिँ काम गरिराखेको स्थिति छ। हजुर। गोविन्दजी, अहिले जुन कोरोना भाइरसको संक्रमण विश्वभरि फैलिएको छ, यस्तो अवस्थामा तपाईहरू पूर्ण सरसफाई अभियान सञ्चालन गरिराख्नु भएको छ। यो कोरोनाको समयमा यो पूर्ण सरसफाई अभियान कसरी अगाडि बढेको छ? विनोदजी, तपाईँलाई पहिला के स्मरण गराउन चाहौँ भने यो सरसफाई अभियान आजको अभियान होइन,
यो प्रदेश नम्बर 2 मा मात्रै पनि खुला दिशामुक्त अभियान 2014 तिर वृहत रूपमा अगाडि बढेको थियो र यो निरन्तर अगाडि बढिराखेको सन्दर्भ हो। यसकै बीचमा चाहिँ कोरोना एउटा नयाँ चुनौती बनेर थपिएको पछिल्लो अवस्था हो र हामी चाहिँ निरन्तर आफ्नो यो सेनिटेसन क्याम्पेनलाई चाहिँ यो जिल्लाले पालिकाले र सिङ्गो प्रदेशले नै अगाडि बढाइराखेको सन्दर्भ छ र अहिले हामी कोरोनाको महामारीका बीचमा चाहिँ कसरी काम गरिराखेका छौँ भन्ने सन्दर्भ चाहिँ अलिकति बढी महत्त्वपूर्ण छ र यो हामीले अहिले कोरोनालाई जित्नको लागि व्यक्तिको व्यक्तिगत सरसफाइ र स्वच्छताको कुरा र उसको बिहेभियरको पार्ट चाहिँ सबैभन्दा बढी महत्त्वपूर्ण हुँदो रहेछ भन्ने कुरा विभिन्न अध्ययनहरूले र कोरोनालाई जित्नको लागि अपनाउनु पर्ने विभिन्न विधिहरूमध्ये सरसफाइ पर्दो रहेछ भन्ने कुरा स्थापित भइसकेको सत्य हो र त्यही सत्यलाई आत्मसात गरेर हामीहरू चाहिँ आफ्नो कार्यक्षेत्रमा हाम्रा विभिन्न माध्यमहरू अहिले हामीले एउटा रणनीति अपनाएका छौँ र यो बीचमा हामीले करिब धनुषा र महोत्तरीका 5000 घरधुरीमा हाम्रो कार्यक्षेत्रभित्र पर्ने करिब 5000 घरधुरीमा हामीले हाम्रा स्थानीय तहमा चाहिँ हाम्रो वडा स्तरमा हाम्रा पूर्ण सरसफाइ सहजकर्ताहरू हुनुहुन्छ र उहाँहरू मार्फत उहाँहरूले चाहिँ विभिन्न टोलमा भोलिन्टियरहरू आफूले छान्नुभयो र ती भोलिन्टियरहरूले चाहिँ आफ्ना वरपरका छरछिमेकका 20 देखि 25 घरसम्म हरेक भोलिन्टियरले उहाँहरूले ती घरहरूको नाम फोन नम्बर लगायतका विभिन्न विवरणहरू लिनुभयो। ती विवरणहरूमा चाहिँ उहाँहरूको सरसफाइको स्थिति के छ, उहाँहरूले हात धुनुहुन्छ हुन्न, उहाँहरूको हात धुने दर अहिले बढेको छ छैन, उहाँहरूले चाहिँ टर्पीको प्रयोग गर्नुहुन्छ हुन्न, उहाँहरूको घरमा कोही कोभिडको लक्षणसँग मिल्ने खालको व्यक्ति त्यस्तो खालको कोही लक्षणहरू विकास भइरहेको व्यक्ति छ छैन जस्ता यावत कुराहरूमा हामीले जानकारी लियौँ र उहाँहरूलाई सुसूचित गर्ने काम गर्यौँ। यसरी प्रदेश नम्बर 2 भरिको कुरा गर्नुपर्दा करिब 24,000 घरधुरीमा यस बीचमा हामीले हाम्रो कार्यक्रमलाई नयाँ विधिबाट नयाँ तरिकाबाट यो डिस्टेन्स मेसेजिङ अर्थात् हामी टाढा बसेर पनि जनतालाई सुसूचित गर्ने कामलाई चाहिँ निरन्तरता दियौँ र करिब 24,000 घरमा प्रदेश नम्बर 2 भरि र 5,000 घरमा चाहिँ धनुषा र महोत्तरीका व्यक्तिहरूलाई यो कोभिडको बेला हामीले अपनाउने व्यवहारका बारेमा गर्नुपर्ने सरसफाइका बारेमा अपनाउनु पर्ने स्वच्छताका बारेमा चाहिँ हामीले जानकारी गराउन सफल भयौँ र हामीले यो चाहिँ अब हामी फिल्डमा जान नसक्ने स्थिति बन्यो जब लकडाउन सुरु भयो। त्यसपछि के गर्ने त भन्दा UN Habitatले चाहिँ यो विधिबाट हामीले त्यसमा विभिन्न त्यो प्रविधिको पनि प्रयोग गर्यौँ र त्यही प्रविधिको प्रयोग दूरी कायम गर्दै यी कामहरू गर्न सफल भयो। अहिले जुन यो गोविन्दजी पूर्ण सरसफाइ अभियानको माध्यमबाट जुन तपाईँहरूले अहिले धनुषा र महोत्तरीको 5,000 घरधुरीको अपडेट गर्नुभयो, जुन सरसफाइको अवस्था, चर्पी प्रयोगको अवस्था, साबुन पानीले हात धुने कुराहरूको अवस्था अपडेट गर्नुभयो, यस्तै अब यो सरसफाइ पूर्ण सरसफाइको अभियानको माध्यमबाट अहिले जुन यो कोभिडको संक्रमण छ यो संक्रमणबाट सर्वसाधारणलाई बचाउन यो कसरी बचाउन सकिन्छ पूर्ण सरसफाइको अभियानको माध्यमबाट? विनोदजी, अब पूर्ण सरसफाइ अन्तर्गत हामीले गर्नुपर्ने थुप्रै कामहरू छ र सरसफाइ हामीले यसरी भन्नुपर्दा पूर्ण सरसफाइभित्रका थुप्रै त्यसका सूचकहरू भए तापनि हामी यसलाई सिङ्गो स्वच्छताको रूपमा लिनुपर्दछ र यो कोभिडसँग लड्नको लागि एउटा पाटोको रूपमा काम गर्दछ। कोभिडसँग लड्नका लागि हामीले सरसफाइ अति नै महत्त्वपूर्ण छ। व्यक्तिले, उसको परिवार, उसका सम्पूर्ण परिवारका सदस्य र सिङ्गो समाजलाई चाहिँ यदि हामीले सरसफाइ गर्ने हो र सुरक्षित राख्ने उपाय, स्वच्छता कायम गर्दै सुरक्षित राख्ने उपाय अपनाउने हो भने त्यतातिर त्यो एउटा पाटोको रूपमा काम गर्छ। यसमा मैले अलिकति प्रकाश पार्न चाहे। जस्तो हामीले विशेष गरी स्वच्छताको पाटो जोड्नु पर्दा हातको स्वच्छता यसमा सबैभन्दा बढी महत्त्वपूर्ण विषय बनेर आउँछ। हामीले हाम्रो हातले नै सबै कुराहरू, फोहोरहरू विभिन्न ठाउँमा हामीले हातले छुने, हामीले जे काम गर्दा पनि हातको प्रयोग हुने भएको भएर हामी बजार जाँदा, पैसा झिक्दा, सामान किन्दा वा सामान बोक्दा जे कामका लागि पनि हाम्रा हातहरू प्रयोग भइरहेका हुन्छन् र ती हातहरूमा विभिन्न हामीले गरेका कामहरूबाट कोरोना भाइरस चाहिँ
हाम्रो घरसम्म आउन सक्ने वा हामीले त्यति बेला त्यो हाम्रो हातमा यदि संक्रामक त्यो विषाणु कोरोना भएको स्थितिमा हाम्रो नाक मुख आँखा आदि चलायौँ भने त्यो हामीलाई चाहिँ प्रभावित बनाउन सक्ने, हामी त्यसको रोगी बन्न सक्ने स्थिति रहन्छ। त्यसैले सबैभन्दा हाम्रो हातको स्वच्छता, हाम्रो यो स्वच्छताभरिको सम्पूर्ण सिङ्गो यदि हामीले कुरा गर्ने हो भने हातको स्वच्छता चाहिँ एक नम्बरमा पर्छ। त्यसैले WHO ले पनि के भनेको छ भने हामीले चाहिँ पटक पटक दिनमा थुप्रै पटक साबुन पानीले हात धुने र हात धुँदाखेरि कम्तीमा पनि 20 सेकेन्डसम्म मिची हात धुने र अब यस्तो कोरोना यस्तो सङ्कटको बेला छ, हामीले 30 सेकेन्डसम्म पनि हात धुँदा केही फरक नपर्ने स्थिति छ। त्यही भएर 30 सेकेन्डसम्म मिची 20भन्दा बढी गरौँ न। हामी स्थिति हामीसँग गम्भीर बन्दै आइरहेको छ, दिनानुदिन कोरोनाका बिरामीहरू बढिरहेको स्थितिमा कम्तीमा 20 सेकेन्ड र त्योभन्दा बढी गर्न सक्यो भने अझै राम्रो। त्यसैले हाम्रो पुनः सरसफाइको एउटा मुख्य सूचक भनेको साबुन पानीले हात धुने विषय हो र त्यो साबुन पानीले हात धुने कुरा चाहिँ कोरोना विरुद्धको लडाइँमा सबैभन्दा महत्त्वपूर्ण अचूक औषधि हो। त्यसैले म यहाँ एउटा यो कुरा जोड्न चाहे। त्यसै गरी यसलाई अब हामीले कोरोनालाई यदि जित्नु छ भने त्यति मात्र गरेर नपुग्ने स्थिति देखियो। अब चाहिँ लकडाउन थियो, मानिसहरू बाहिर पनि निस्किनुपर्ने स्थिति बन्यो, जनजीविकाको सवालमा उहाँहरूले आफ्नो घर बाहिर निस्किनु पर्ने, आफ्ना काममा निस्किनु पर्ने कुराहरू बन्यो। त्यही भएको हुनाले चाहिँ हामीले अब श्वास प्रश्वास सम्बन्धी स्वच्छताको कुरा, हामीले मास्क युज गर्ने कुरा, मास्क चाहिँ लाउँदाखेरि हामीले कसैले एकदमै महँगो खालको अलिकति राम्रो हाई क्वालिटीको लगाइराख्नु भएको छ, कसैले कपडाको लगाइराख्नु भएको छ, कसैले सर्जिकल लगाइराख्नु भएको छ। तर अहिले के भन्छ भने पछिल्लो अवस्थामा WHO ले हामीले बाहिर निस्किँदाखेरि, घरबाट बाहिर निस्किँदाखेरि हामीसँग जस्तो सुकै मास्क छ त्यो मास्क चाहिँ अनिवार्य रूपमा प्रयोग गरौँ। त्यो मास्कले यदि त्यो व्यक्ति कोरोना संक्रमित हो र उसले चाहिँ हाच्छिउ गर्यो, खोक्यो भने ती विषाणुहरूलाई धेरै टाढा फैलिन वा बाहिर निस्किन वा अर्कोलाई संक्रमित बनाउनबाट जोगाउन सक्छ भनिएको छ। र अहिले हामी देखिराखेका छौँ समस्या समाजमा, हाम्रो समुदायमा हामी बाहिर निस्किँदाखेरि तपाईँ पत्रकार मित्र हुनुहुन्छ, तपाईँ अझै बढी निस्किराख्नु भएको हुनसक्छ बाहिरतिर, तपाईँ देखिराख्नु भएको छ समाजलाई अहिले मास्क नलगाएर निस्किने, अन्य नजिकै एकदमै अर्को पाटो मैले यहाँ जोड्न चाहे। सोसियल डिस्टेन्सिङको कुरा जुन छ भौतिक रूपमा चाहिँ कम्तीमा 2 मिटरको दूरी कायम गर्ने भनिएको छ बोल्दाखेरि, कुरा गर्दाखेरि, र अहिले त्यसको पनि पालना नभएको देखिन्छ। त्यो पनि अनिवार्य रूपमा गर्नुपर्ने देखिन्छ। त्यसै गरी भिडभाडमा नजाने अर्को एउटा उपाय छ, जसरी हाच्छिउ नगर्ने, नखोक्ने, नथुक्ने, यो कुराहरू चाहिँ एकदमै अनिवार्य रूपमा कोभिडसँग यदि लडाइँमा हामी जित्ने हो भने हरेक व्यक्तिले यो अनिवार्य रूपमा गर्न जरुरी देखिन्छ। अब त्यसै गरी अब हामी बजारमा जान्छौँ, सामान किनेर ल्यायौँ, आउने बित्तिकै पहिलो काम चाहिँ अघि तपाईँले पूर्ण सरसफाइ फेरि यो दोहोरिन्छ, एकदमै महत्त्वपूर्ण छ। बाहिर बजारबाट गएर आयौँ, हामी गेट या घरभित्र छिर्यौँ, पहिलो काम चाहिँ साबुन पानीले हात धुने काम गर्नु पर्यो। त्यो नगरेर हामीले बाहिरबाट ल्याएको त्यो विषाणुयुक्त हातले हामी घरका अन्य विभिन्न ठाउँहरूमा छोइदियौँ भने ती ठाउँहरू पनि संक्रमित हुने स्थिति आउँछ र त्यहाँ अरूले घरका सदस्यले छुँदाखेरि संक्रमित हुने स्थिति बन्न जान्छ। त्यसैले अब हामीले ढोकाको चुकुलको कुरा भयो, ढोकाको ह्यान्डलको कुरा भयो, बिजुलीका स्विचहरू भयो, यस्तो चिजहरूलाई पनि हामीले बारम्बार सफा गर्ने, सरसफाइ गर्ने कुरामा चाहिँ विशेष ध्यान दिनुपर्छ। अब पूर्ण सरसफाइको कुरामा हामीले वातावरणीय हाम्रो घर आँगनको सरसफाइलाई चाहिँ निरन्तरता नियमितता दिनु पर्यो। अब हाम्रो घरका बालबच्चाहरू स्कुल जान पाएका छैनन्, घरभित्र गुम्सिएर बसेको स्थिति छ। त्यस्तो स्थितिमा घर आँगन सफा गरेर आफ्नो घर आँगनसम्ममा चाहिँ खेलाउने, बाहिरतिर स्वच्छ हावामा निकाल्ने, यो चिजमा पनि हामीले कन्जुसाइ चाहिँ गर्नु हुँदैन। अब बिस्तारै त्यहाँतिर पनि हामी निस्किनुपर्छ होला जस्तो लाग्छ। र अलिकति यो मानिसहरूले चाहिँ बजारमा हिँडिराखेको, किनमेल गर्न निस्केको मानिसले पनि हातमा पन्जा लगाएर निस्किराखेको देखिन्छ। पन्जा लगाउनु आफैमा राम्रो पाटो होला, तथापि पन्जा लगाइराखेकै स्थितिमा उहाँहरू नाकमा मुखमा हातहरू लिइराखेको पनि देखिन्छ। अब यो पन्जाले चाहिँ त्यो पन्जामा कोरोनाको विषाणु टाँसिने बित्तिकै त्यो विषाणु मर्ने चाहिँ होइन। त्यो पन्जाले त्यस्तो विषाणुलाई चाहिँ हामीले त्यो यदि हामीले विषाणु भएको या पन्जा लगाएको होस् या नलगाएको स्थितिमा नाक मुख आँखा छोयौँ भने त्यो विषाणु हामीलाई संक्रमण गर्छ नै। त्यसैले यो पन्जाको पनि हामीले अलिकति बढी नै प्रयोग गरेको हो कि जस्तो देखिन्छ।
त्यही भएर पन्जा लगाएर चाहिँ हामीलाई कोरोना नसर्ने होइन, कोरोना नसर्नलाई चाहिँ हाम्रो बिहेभियर, हाम्रो हात हामीले कसरी चलाउँछौँ, हामीले त्यसको स्वच्छता कसरी कायम गर्छौँ भन्ने कुरा चाहिँ एकदमै धेरै महत्त्वपूर्ण छ विनोदजी। गोविन्दजी, एउटा लास्टमा अन्तिम जिज्ञासा मैले राखेँ सम्पूर्ण श्रोताहरूको तर्फबाट। अहिले खासमा तपाईँ मधेसको क्षेत्रमा लामै समयदेखि काम गरिराख्नु भएको छ यो क्षेत्रमा, र अहिले यो चर्पी प्रयोगको जुन अवस्था छ मधेसमा स्लिपेजहरू छ धेरै ठाउँमा, कतिपय समुदायमा अहिले पनि चर्पी छैन, कतिको बनिरहेको अवस्था पनि छ, कतिले चर्पी भएर पनि प्रयोग गरिरहेको छैन, र साबुन पानीले पनि हात नधुने केही व्यक्तिहरू छन्, केही घरधुरीहरू छन्। अब यस्तो जोखिम र संक्रमणको समयमा पनि उहाँहरू चर्पी प्रयोग गर्नुहुन्न, साबुन पानीले हात धुनुहुन्न, त्यस्तो व्यक्तिहरूलाई यहाँहरूले के सन्देश दिन चाहनुहुन्छ? विनोदजी, यसमा सन्देश मात्र दिएर पुग्दैन होला जस्तो लाग्छ। यसमा हामीले सघन रूपमा कार्यक्रम नै चलाउनु पर्छ र यसका लागि महत्त्वपूर्ण रूपमा हाम्रा स्थानीय तहहरूले बढी जिम्मेवारी वहन गर्नुपर्ने म देख्छु यति बेला, र हामीहरू उहाँहरूलाई साथ दिनका लागि तत्पर भएर अगाडि बढिराखेका छौँ। अहिले यति बेला तपाईँले अघि पनि कार्यक्रम सुरु गर्दाखेरि एउटा ब्रिफ गर्नुभएको जस्तो लागेको थियो, र विभिन्न तहमा बजेटहरू बने, विभिन्न तहमा नीति तथा कार्यक्रमहरू आए। ती कार्यक्रमहरूले सरसफाइका मुद्दाहरूलाई त्यति खास राम्ररी एड्रेस गर्न सकेनन् भन्ने कुरा तपाईँले नै उठान गर्नु भएको थियो, र त्यसैलाई मैले अलिकति जोड्न के चाहेँ भने अब स्थानीय तहमा पनि नीति तथा कार्यक्रमहरू बनिराखेको स्थिति छ, र केही दिनभित्रै उहाँहरू ती नीति तथा कार्यक्रमहरूलाई बजेटहरूलाई बाहिर ल्याउन लागिराख्नु भएको स्थिति छ। यस्तो परिस्थितिमा अघि तपाईँले जुन तथ्याङ्कको कुरा गर्नुभयो, टोयलेट नभएको कुरा वा टोयलेट भएर पनि बाहिर गइराखेको कुरा, यो कुराहरू चाहिँ अब आउने नीति तथा कार्यक्रमहरूले पनि एड्रेस गर्नुपर्छ जस्तो लाग्छ। जस्तो हामीले खुला दिशामुक्त क्षेत्र घोषणा गर्यौं र नेपालै खुला दिशामुक्त मुलुकको रूपमा हामीले घोषणा गर्यौं, तथापि अहिले पनि केही बस्तीहरू जहाँ चाहिँ निकै विपन्नताको स्थितिमा रहेका बस्तीहरू, त्यस्ता बस्तीहरूलाई एड्रेस गर्न बाँकी छ। कहीँ कतै विभिन्न कारणवश छुटेका बस्तीहरू छन्, र ती बस्तीहरूलाई सम्बोधन गर्नका लागि स्थानीय तहले नेतृत्व नलिकन त्यो सम्भव देखिँदैन। त्यसो भएको हुँदा त्यस्ता बस्तीहरू अब अहिलेको हामी तथ्याङ्क नै मोटामोटी गर्ने हो भने हामी 90% भन्दा केही माथिसम्म घरमा हामी शौचालयको पहुँच, र अलि केही घरहरूमा चाहिँ अहिले अझै पनि टोयलेटहरू बन्न बाँकी स्थिति छ, र त्यो पुरा गर्नुपर्ने एउटा बाध्यता छ, र त्यो हामीले गर्नै पर्छ। र अर्को कुरा भनेको चाहिँ अहिले चर्बी भएर पनि विभिन्न कारणले उहाँहरूको विगतदेखि बाहिर जाने जुन बानी थियो, त्यो लागेको बानीको कारणले पनि गइराखेका मानिसहरू केही 5-7% मानिसहरू त्यसरी पनि अहिले बाहिर दिशा गर्न गइराखेको स्थिति छ। यसरी जम्मा मोटामोटी करिब 15देखि 18% मानिसहरू शौचालयको भएर पनि प्रयोग नगर्ने र केही चाहिँ पहुँचमा नभएको स्थिति छ, र यसलाई एड्रेस गर्न अत्यन्तै जरुरी छ। यो हामीले गर्नै पर्छ, र यसका लागि चाहिँ स्थानीय सरकारले पहल कदमी ल्याओस् र अहिले बनिराखेका नीति कार्यक्रममा पुनः सरसफाइ अभियान चाहिँ एकदमै महत्त्वका साथ अगाडि आइदियोस्। त्यसै गरी अब सार्वजनिक शौचालयका कुराहरू छन्, सामुदायिक शौचालयका कुरा छन्, यसै गरी अब यो सस्टेनेबल डेभलपमेन्ट गोलले, जीव विकासको लक्ष्यले जुन यो आधारभूत स्तरको खानेपानी र सरसफाइको कुरा उठान गरेको छ, र त्यो कुरालाई चाहिँ सबैले पुरा गर्ने भनेर बाचा गरेको स्थितिमा हामी सबै स्थानीय तहहरूदेखि नै सबै सरकारहरूले चाहिँ त्यसमा पहल कदमी लिन एकदमै धेरै जरुरी छ। र मलाई के लाग्छ भने विनोदजी, अब यो कुरा गर्नको लागि नागरिक समाजको तर्फबाट पनि हामीले पालिका स्तरमा पहल गर्ने कुरा, विभिन्न संस्थाको तर्फबाट पनि पालिका स्तरमा पहल गर्ने कुरामा चाहिँ अलिकति कन्जुसाइ भएको कि जस्तो पनि देखिन्छ, र उहाँहरूलाई यी कुराहरूका बारेमा सदैव झकझकाइरहनु पर्ने आवश्यकता पनि छ, र त्यो गर्नका लागि चाहिँ नागरिक समाज, हाम्रो समाजका प्रबुद्ध व्यक्तित्वहरू पनि अगाडि आउनुपर्छ जस्तो मलाई लाग्छ। हजुर गोविन्दजी, अन्तमा यो अब तपाईहरुले पूर्ण सरसफाइको अभियानको माध्यमबाट अब यो जुन पालिकाहरूमा काम गरिराख्नु भएको छ र कोभिडसँग पनि यो पूर्ण सरसफाइलाई जोडेर तपाईहरु लडिराख्नु भएको छ, समुदायमा गइराख्नु भएको छ, यस्तो अवस्थामा अब अन्तमा दुई शब्दमा सम्पूर्ण जिल्लावासीहरूलाई, जिल्ला संयोजक हुनुहुन्छ त्यही भएर जिल्लावासीहरूलाई, महोत्तरी र धनुषा दुईटै जिल्लावासीलाई यो अब कोरोनाको संक्रमणको ठेकान छैन, कति अब यो कहिले अन्त हुन्छ भन्ने पनि ग्यारेन्टी छैन,
र झन्न नेपालमा बढ्ने स्थितिमै छ। त्यही भएर खासमा धनुषा र महोत्तरी जिल्लावासीलाई अहिलेको समयमा यो पूर्ण सरसफाई र कोरोना भाइरसलाई जोड्दै दुई शब्दमा दुवै जिल्लावासीहरूलाई के सन्देश दिन चाहनुहुन्छ? विनोदजी, मैले यति बेला तपाईको लोकप्रिय एफएम मार्फत यो कार्यक्रम सुनिराख्नुभएका सम्पूर्ण श्रोताहरूलाई म अनुरोध गर्न चाहन्छु, सन्देश भन्दा पनि अनुरोध गर्न चाहन्छु। हामीले हाम्रो बानी व्यवहार, हाम्रो जुन व्यक्तिगत स्वच्छताको पाटो छ, हामीले गर्ने व्यवहारको पाटो छ, त्यो चिजलाई मात्र सुधार्यौं भने पनि हामी कोरोनालाई जित्न सक्ने स्थितिमा हुन्छौं। अहिले राज्य आफ्नो तर्फबाट पुरै प्रयास गरिरहेको छ र एक्लो सरकारले मात्र, एक्लो कुनै पनि संस्थाले मात्र आशातीत परिणामहरू दिन सक्दैन। त्यसका लागि चाहिँ सबैभन्दा जिम्मेवार हामी नागरिक बन्नुपर्छ, हामी जनता बन्नुपर्छ। र मैले गर्ने व्यवहार, मैले के गर्ने, अब मेरो घरमा म सबै मान्छेलाई यदि काम पर्दैन भने एकजना घरको व्यक्ति बाहिर जानु पर्यो, बजार जाने एकजना हुनु पर्यो। उसले सधैँ गएर अलिकति सुरक्षित व्यवहार अपनाएर बाहिरबाट कोरोना सकभर घरभित्र नल्याउने प्रयास गर्नु पर्यो। अनि सबै मानिसहरू बिना काममा बाहिर निस्किनु भएन, जसलाई काममा जानै पर्छ त्यो व्यक्ति बाहिर निस्किनु पर्यो। अनि हामीले बारम्बार साबुन पानीले हात धुने कुरा, हातको स्वच्छतालाई कायम राख्ने कुरा र मिची हातका हरेक कुनामा साबुनलाई चाहिँ मिची हात धुने कुराहरू, अनि बाहिर निस्किँदाखेरि सामाजिक दूरी कायम गर्ने कुराहरू, भिडभाडमा नजाने कुराहरू, यी कुराहरूलाई चाहिँ हामीले यदि आफ्नो जीवन शैली बनाउन सक्यौं अब भने सोशल डिस्टेन्सिङलाई चाहिँ वास्तवमै आफ्नो जीवन शैली बनाउन सक्यौं, हात धुने कुरालाई चाहिँ आफ्नो जीवन शैली बनाउन सक्यौं र स्वच्छताको व्यवहारहरूलाई चाहिँ अपनाउँदै गयौं भने हामी कोरोनालाई पनि जित्न सक्छौं र सरसफाइलाई चाहिँ हाम्रो जीवन शैली बनाउन सक्छौं। कोरोना मात्र होइन, आगामी दिनमा हुन सक्ने थुप्रै यस्ता खालका महामारीहरूबाट जोगिनका लागि पनि हामीले एउटा तयारीको रूपमा हाम्रो यो बानी व्यवहारलाई चाहिँ विकास गर्न सक्छौं र त्यसका लागि हामी सबै तयार हुनुपर्ने, हामी सबै अग्रसर हुनुपर्ने देखिन्छ र यही सन्देश, यही अनुरोध चाहिँ उहाँहरूलाई म गर्न चाहन्छु। हजुर, धेरै धेरै धन्यवाद। यहाँले रेडियो स्वागतममा चौबटिया कार्यक्रमको लागि आफ्नो अमूल्य समय दिनुभयो, त्यसको लागि धन्यवाद। धन्यवाद विनोदजी, मलाई पनि बोलाएर आफ्ना विचारहरू राख्ने मौका दिनुभयो, यसका लागि तपाईको मिथिला एफएम परिवार, रेडियो स्वागतम परिवार, माफ गर्नुहोला, रेडियो स्वागतम परिवार र तपाईलाई हार्दिक धन्यवाद दिन चाहन्छु विनोदजी। हजुर, हस्, धन्यवाद। वहाँ हुनुहुन्थ्यो उछलैत अखन खासकर कोरोना वायरस के संक्रमण के समय में पूर्ण सरसफाई अभियान, टोटल सैनिटेशन अभियान के क्रम में की सब भ रहल छै जिला के गतिविधि सब के अवस्था में धनुषा आ महोत्तरी जिला के अवस्था जानकारी करेलैथ जे अखन धनुषा महोत्तरी जिला में पूर्ण सरसफाई अभियान के कार्यक्रम जे संचालन कर रहल छै, सहजीकरण कर रहल छै, साझेदारी कर रहल छै जीएसएफसी हैबिटेट के डीसी छलैथ गोविंद सुवेदी, जे अपने सब सुनलिए श्रोता लोग जे धनुषा महोत्तरी दोनों जिला में मिलाकर 5000 घर धुरी में जे मैसेज गल छे साबुन पानी से हाथ धोब के, बानी व्यवहार में चेंज कर के, चर्पी प्रयोग कर के वो जानकारी करेलथ। कोरोना के पूर्ण सरसफाई के किस संबंध से अपने सब आप प्रश्न बुझ गए हेबे, जे सरसफाई के अभियान के माध्यम से संक्रामक रोग सब पर हम सब केना के सहजे जीत हासिल कर सके छी। हम सब ओहो संदर्भ में किछ बात सब रखलैथ, अपने सब सुनने हैं, जरूर ए बात के मनन करब। एहन महामारी भविष्य में और आबि सके, कतेको महामारी सब आबि सके, वही महामारी से हमरा सबके लड़े के लेल सरसफाई, पूर्ण सरसफाई अभियान सब छै, एकटा हथियार छै। ई सब दिन काम लागे वाला चीज छै, जेके लेल ई अभियान हमरा यहाँ के बीच में आयल छै और ई अभियान के हमरा यहाँ के लक आगाड़ी बढ़ पड़ते, सब गोटे बढ़ाव पड़ते। ई अभियान के व्यक्तिगत सरसफाई, वातावरणीय सरसफाई, संस्थागत सरसफाई, घर अगोरा पछोरा सरसफाई, बाट घाट सरसफाई, बाहर पैखाना नहीं करूँ, चर्पी में दिशा पेशाब करूँ,
ई महत्वपूर्ण काम सब छै हमरा यहाँ के जे कह सकै छी व्यक्तिगत स्तर से घर के स्तर से जे के कारण से अन्य संक्रामक रोग सब जे होइ छै सरुआ रोग सब जे होइ छै पेट झरी टाइफाइड हैजा जॉन्डिस अन्य जे रोग सब छै जेना एखन कोरोना भाइरस कोविड छै ई रोग सबसे बचय के लेल मूलतः ई सर सफाई अभियान सब एकटा बड़का हथियार छै जे के हमरा के अपना का आगाड़ी बढ़नाई अखन के समय में एकदम नितांत आवश्यकता छै। श्रोता लोकन अब हम सब ले छोट व्यापारिक विश्राम के बाद हम सब बातचीत करब जे प्रदेश सरकार के संघ सरकार के स्थानीय सरकार सबके नीति तथा कार्यक्रम में बजट में जे एते बड़का अभियान छै कियाक ने ओकरा सबके प्राथमिकता में पड़े छै नजर किया ओहि अभियान पर नहीं पड़े छै वही बात सब पर नजर किया नहीं पड़े छै जैसे 100% जनता के इस संक्रामक रोग सबसे बचाल जा सके जे प्राथमिकता में नहीं पड़े छै अन्य बजट शीर्षक सब विकास के योजना सब प्राथमिकता में पड़े छै मुदा जैसे इस संसार के शुद्धि कैल जा सके सफा सुंदर बनाल जा सके उ चीज के प्राथमिकता में किया नहीं दौड़ रहल छै एहि विषय सब पर हम सब बातचीत करब चीरफाड़ सहित प्रदेश के अवस्था की छै स्थानीय सरकार सब के अवस्था की छै संघ सरकार के अवस्था की छै ओहि के लेल हम सब बातचीत करब आब व्यापारिक विश्राम के बाद जे लंबा समय से सर सफाई अभियान में सक्रिय सर सफाई के विज्ञ सेहो कहि सकै छी संचारकर्मी सेहो छथि विनोद प्रसाद शर्मा धौलागिरी जी से हम सब बातचीत करब छोट व्यापारिक विश्राम के बाद अपने सब सुनते रहब चौबटिया।